हेलो साथीहरू, गुड मर्निङ। के छ हाल खबर? म केशवको तर्फबाट शुभ बिहानी। सबैजना सन्चै होला है, म पनि सन्चै छु। बर्सातको सिजन आइसक्यो। पहाडी भेगमा हेर्नु कसरी पहिरो गइरहेछ। त्यही भएर हजुर पनि यसो पहाडी एरियामा बस्नुहुन्छ भनेपछि म जस्तै पहाडी हो भनेपछि अलिक केयरफुल बस्नु, राम्रोसँग हेरेर बस्नु। कतिखेर के हुन्छ यो बर्सातको समयमा केही थाहा हुन्न है। त्यही भएर हजुरहरू टेक केयर, हेर्नु होला राम्रोसँग। ल हेर्नु कसरी हेर्दा हेर्दै पहिरो गएको छ र कतिखेर के हुन्छ थाहा हुन्न। पहाड एरियामा आफू पनि पहाडकै मान्छे पर्यो, त्यही भएर एकदम सावधान गरेर सुत्नु होला है। राति चाहिँ अलि केयरफुल सुत्नु होला र पहिरो झर्न सक्छ। र हेर्दा हेर्दै ल हेर्नुहोस् पुरै खोला कसरी बोकाएर गयो। ल हेर्नु कस्तो जोखिम छ यो ठाउँमा। र हजुरहरू पनि धेरै ध्यान दिनु होला र राम्रोसँग टेक केयर गर्नु। हेर्नु पुरै भाँसिएर लगेर गयो। लास्टसम्म यो भिडियो हेरिदिनु होला र लास्टमा कमेन्ट एन्ड सेयर पनि गरिदिनु होला। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा।